यदि तपाईँ शेयर बजारमा आइपिओ भर्ने सोचमा हुनुहुन्छ भने आजको यो जानकारी तपाईँका लागि निकै कामको छ। तक्सार पिखुवा खोला लिमिटेडले सर्वसाधारणका लागि आफ्नो आइपिओ खुल्ला गरेको छ, जुन वैशाख 23 गतेदेखि वैशाख 28 गतेसम्म अर्थात् मे 6 देखि मे 11 सम्म भर्न पाइन्छ। यस कम्पनीले कुल 25,15,455 किता सेयर निष्कासन गरेको छ र प्रति किता मूल्य मात्र 100 रुपैयाँ राखिएको छ, जसले गर्दा साना लगानीकर्ताले पनि सजिलै आवेदन दिन सक्छन्। आइपिओको व्यवस्थापन प्रभु क्यापिटल लिमिटेडले गरिरहेको छ, त्यसैले आवेदन प्रक्रिया सामान्य र सहज हुने अपेक्षा गर्न सकिन्छ। यो कम्पनीले जलविद्युत क्षेत्रमा काम गर्ने भएकोले दीर्घकालीन रूपमा राम्रो प्रोबेबिलिटी भएको क्षेत्र मानिन्छ, तर लगानी गर्नु अघि जोखिम पनि बुझ्नु आवश्यक हुन्छ। आइपिओ भर्दा धेरै किता हाल्दा सबैलाई नपर्न सक्छ, त्यसैले सामान्य रूपमा 10 किता भर्नु धेरैले अपनाउने सुरक्षित तरिका मानिन्छ। यदि तपाईँ पहिलो पटक आइपिओ भर्दै हुनुहुन्छ भने पनि यो राम्रो अवसर हुन सक्छ, किनकि कम पैसामा शेयर बजारमा प्रवेश गर्न पाइन्छ। तर याद गर्नुहोस्, आइपिओ भनेको सधैँ नाफा मात्र हुने ठाउँ होइन, बजार घट्न पनि सक्छ, त्यसैले सोचेर र बुझेर मात्र लगानी गर्नुहोस्। अन्तिम दिन कुर्नुभन्दा पहिले नै आवेदन दिनु राम्रो हुन्छ, किनकि ढिला गर्दा समस्या आउन सक्छ। यस्ता नयाँ आइपिओ बजार अपडेट र सजिलो भाषामा जानकारी चाहनुहुन्छ भने हाम्रो च्यानललाई फलो गर्न नबिर्सिनुहोस्, किनकि यहाँ तपाईँले छिटो, सही र बुझ्न सजिलो जानकारी पाउनुहुनेछ। धन्यवाद।